ब्याग माउस माउस प्याड किगार्ड त गाइस स्वाभाविक हो, सबले दिन्छ, हामीले दिन्छौँ स्योर सर्ट हो त्यो त। एक्स्ट्रा के पाउनुहुन्छ यो न्यू इयरको अफरमा 27 देखि लिएर 1 तारिकसम्ममा आउने हाम्रो एभ्री डेको फर्स्ट कस्टमरले चाहिँ हैन, एभ्री डेको फर्स्ट कस्टमरले यो ह्याबिटको हेडफोन पाउनुहुन्छ। यो 2200 पर्ने ह्याबिटको हेडफोन पाउनुहुनेछ। अब तपाईँलाई हेडफोन चाहिएन भने स्पिकर लान सक्नुहुन्छ, स्पिकर चाहिएन भने माउस लान सक्नुहुन्छ। अब यो तपाईँको इच्छा हैन। गिफ्ट भनेको तपाईँले छानी लान सक्नुहुन्छ ब्रस कम्प्युटरमा, त्यो पनि एट द बेस्ट प्राइस। यो होइन कि गिफ्ट दिएर तपाईँलाई 5000 प्राइस कत बढाइदिने भनेर। प्राइस भनेको मार्केटको बेस्ट, गिफ्ट भनेको मार्केटको बेस्ट। र गाइस तपाईँले यो हेडफोन गिफ्टमा पाउनुको लागि हैन हाम्रो टिकटक फेसबुक इन्स्टा पेजलाई फलो गरेको हुनु पर्यो गाइस, त्यो चाहिँ कम्पलसरी होइन। 12 होइन 13 होइन 14 जेनेरेसन दिन सक्छ त कसैले, सबै ठाउँमा 95 भन्छ गाइस। ब्रदर्सले कतिमा ल्यायो भन्दाखेरि जम्मा 86,500 i5 मा होइन 13 जेनेरेसन RTX 5050 कतिमा पाउनुहुन्छ भन्दाखेरि जम्मा 1,28,000। गाइस सुन्नु त हामीसँग नाइट्रो सिरिज पनि अवेलेबल छ हैन, र अभियसली पनि सबै कुरो देखाउन भ्याएन हैन। तर तपाईँले यदि कुनै ल्यापटप चाहिएको छ भने ब्रसकोलाई सिधै कन्ट्याक्ट गर्नुहोस्। तर गाइस ल्यापटप किन्दाखेरि कम्पनीमा पनि 8GB र्याम भएको किन्नुहोस्। 4GB लिएपछि 4वटा ट्याब खोल्यो भने त्यो ल्यापटप क्र्यास हुन्छ। मार्केटमा कहीँ नभएको जम्मा ब्रसमा अवेलेबल छ हैन, चाहिएको छ भने आजै कन्ट्याक्ट गर्नुहोस्। यो भनेको एक दुई केस मात्र छ, जो फर्स्टमा आउनुहुन्छ लिएर जानुहुन्छ। हट सेलिङ केको गाइस यो त अन्डर 1 लाख मा हैन, यो वान अफ द बेस्ट ल्यापटप हो अहिले, किनभने तपाईँले यसमा मार्केटको वान अफ द बेस्ट त हैन गाइस, बेस्टै भनौँ न, मार्केटको बेस्ट लिएर लगिहाल्नुहोस्। गाइस मार्केटमा ग्लोबल र्याम एसएसडी सर्टेजले गर्दा चाहिँ ल्यापटपको प्राइस चाहिँ बढी छ, तर ब्रस कम्प्युटर तपाईँहरूको लागि हैन प्राइस ल्यापटपहरुमा कुनै पनि प्राइस बढाएको छैन। अलिअलि त बढाएको छ हैन गाइस, तर मेजर चेन्ज चाहिँ केही पनि भएको छैन। र गाइस आजको भिडियोमा हैन हामी तपाईहरुको लागि सेलरन देखि लिएर एलोक्यू सम्मको सबै ल्यापटपको प्राइस अपडेट लिएर आइपुगेका छौं। हाम्रो पहिलो ल्यापटप रहेको छ यो एसएस को सेलरन हैन, ल्यापटप बनेको यो हामीले यो शोकेसको लागि निकालेको थियौं। एसएस को सेलरन 8GB र्याम 256GB SSD, 8GB र्याम 256GB SSD कतिमा पाउनुहुन्छ भन्दाखेरि जम्मा 42,500। मार्केटमा 45 पुगिसकेको छ यो ल्यापटपको दाम, तर ब्रस कम्प्युटरले तपाईलाई कतिमा लगायो जम्मा 42,500। अब सेम ल्यापटपमा 4GB को पनि बेचिरहेछन् हैन, 4GB र्याम भएको बेचिरहेछन्। तर गाइस ल्यापटप किन्दाखेरि कम्पनीमा पनि 8GB र्याम भएको किन्नुस्। 4GB लिएपछि 4वटा ट्याब खोल्यो भने त्यो ल्यापटप क्र्यास हुन्छ। यसैगरी अगाडि बढौं, यो हाम्रो एसएस को i3 तर्फ। यसै गाइस हाम्रो एसएस को i3 रहेको छ हैन, यसमा तपाईले 8GB र्याम र 256GB SSD पाउनुहुनेछ। प्रोसेसर भनेको i3 को 13 जेनेरेसन कतिमा पाउनुहुन्छ भन्दाखेरि जम्मा 51,000। मार्केटमा 55 पुगिसकेको छ गाइस, तर ब्रदर्स कम्प्युटरले तपाईहरुको लागि i3 ल्यापटप कतिमा लायो जम्मा 51,000। र गाइस यसैगरी आजको भिडियोको हाम्रो नेक्स्ट ल्यापटप रहेको छ एसर को एस्पायर लाइट 14। एस्पायर लाइट 14 भनेको तपाईले 14 इन्चीमा हुने यो एसर को i5 13 जेनेरेसन को प्रोसेसर हुनेवाला छ। यसमा सँगै 16GB र्याम र 512GB SSD। अब यतिको ल्यापटपको प्राइस त मार्केटमा तपाईलाई 80,000 पुगेका छन् पसलेहरुले। सो तर ब्रसले कतिमा दिन्छ भने यो ल्यापटप तपाईहरुको लागि जम्मा 76,000 मा यो 14 इन्चीको एसर को एस्पायर लाइट i5 को 13 जेनेरेसन 16GB र्याम 512GB SSD यो ल्यापटप तपाईले कतिमा पाउनुहुन्छ भन्दाखेरि जम्मा पाउनु हुनेछ 76,000 मा गाइज। यसैगरी गाइज अब अगाडि बढौं लेनोभोको आइडिया प्याड तर्फ। र गाइज अब हामीसँग आयो लेनोभोको आइडिया प्याड स्लिम 3 मा यू प्रोसेसर वाला गाइज Ryzen 5 को 7000 सिरिज 16GB र्याम र 512GB SSD कतिमा पाउनुहुन्छ भन्दाखेरि 14 इन्चीको WXG डिस्प्ले पनि रहेको छ है गाइज। यसमा ब्याकलिट कीबोर्ड पनि रहेको छ। कतिमा पाउनुहुन्छ भन्दाखेरि जम्मा 71,000 ल जम्मा 70,500 मा लेनोभोको आइडिया प्याड स्लिम 3 जम्मा 70,500 मा गाइज। मार्केटमा गाइज यसको 75 पुगिसकेको छ गाइज, 75-76 मा बेचिरहेको पनि छन् मान्छेहरुले। तर बजाज कुन कतिमा ल्यायो भन्दाखेरि जम्मा 70,500। यसरी गरी गाइज हैन अब अर्को Ryzen 5 तर्फ अगाडि बढौं। यो चाहिँ हाम्रो रहेको छ एसर को एस्पायर लाइट 15। अहिलेको एस्पायर लाइट 14 थियो भने यो एस्पायर लाइट 15। यो गाइज एस्पायर लाइट 15 भनेको तपाईलाई हैन 14 भनेको 14 इन्ची हुन्छ भने 15 भनेको 15 इन्ची हुन्छ। यसमा पनि तपाईले 8GB र्याम र 512GB SSD पाउनुहुनेछ। यो ल्यापटप कतिमा पाउनुहुन्छ भन्दाखेरि जम्मा 64,000 मा एसर को एस्पायर लाइट Ryzen 5 को 7000 सिरिज कतिमा पाउनुहुन्छ भन्दाखेरि लुक पनि हेर्न सक्नुहुन्छ गाइज, एकदमै प्रिमियम सिरिज हो हैन, एकदम लाइट वेट पनि हुन्छ यो ल्यापटप हैन। कतिमा पाउनुहुन्छ भन्दाखेरि जम्मा 64,000 गाइज। यसैगरी गाइज अगाडि बढौं एसर को एस्पायर लाइट हैन ल्यापटप सेम तर एच सिरिजको प्रोसेसरमा। र गाइज यो रहेको छ एसर को एस्पायर लाइट i5 को 13 जेनेरेसनमा। ल्यापटपको लुक भनेको यो हैन गाइज, यो हाम्रो शोकेस वाला ल्यापटप हो। यो भनेको तपाईलाई i5 13500H प्रोसेसर। यसमा भनेको तपाईले 12 कोर प्रोसेसर पाउनुहुनेछ। मैले पहिला पनि धेरै पटक भनिसकेको छु 12 कोर प्रोसेसर भनेको तपाईले लेनोभो आइडिया प्याड स्लिम 3 को 8 कोर भन्दा धेरै पावरफुल ल्यापटप हो यो। कतिमा पाउनुहुन्छ भन्दाखेरि 8GB र्याम 512GB SSD DDR5 र्याम पाउनुहुनेछ। कतिमा पाउनुहुन्छ भन्दाखेरि जम्मा 76,000 गाइज। तपाईलाई चाहिएको छ भने ब्रसकोलाई आज सम्पर्क गरिहाल्नुस् गाइज। र गाइज अब हामीसँग आएको छ यो एसएस को i5 13 जेनेरेसन एच प्रोसेसर। एच सिरिजको प्रोसेसरमा 16GB र्याम भएको यो वान अफ द बेस्ट मोडल हो गाइज, किनभने यसको प्राइस पनि एकदमै बेस्ट हो हैन। मार्केटमा 82,000 पुगिसकेको छ ल्यापटपको प्राइस। 2 इयर्स इन्टरनेशनल वारेन्टी पनि छ यसमा। एसएस को i5 13 जेनेरेसन एच प्रोसेसर 2 इयर्स वारेन्टी वाला यो ल्यापटप हो हैन गाइज। कतिमा पाउनुहुन्छ भन्दाखेरि मार्केटमा त 82-83 भनिरा छन्,
ब्रदर्सले कतिमा ल्यायो भन्दाखेरि ब्रदर्स कम्प्युटरले तपाईँको लागि ल्यायो जम्मा 78,500 78,500 मा यो एसएस को i5 13 जेनेरेसन एच प्रोसेसर 16 GB र्याम 512 GB एसएसडी आईटी स्टुडेन्टहरुको लागि एकदम पावरफुल ल्यापटप चाहियो बजेट पनि धेरै हाल्नु छैन बजेटमा बसेर पावरफुल ल्यापटप चाहियो भने कन्सिडर गर्न सक्नुहुन्छ वन अफ द बेस्ट ल्यापटप हो बिल्ड क्वालिटी भनेको एकदम प्रिमियम यसैगरी अगाडि बढौँ हाम्रो लेनोभोको आइडियाप्याड स्लिम 3 तर्फ अब यो ल्यापटप भनेको नि तपाईले धेरै ठाउँमा हेर्नु भयो होला सबै खोलेर हेर्न पनि भ्याउँदैन गाइज सो यो चाहिँ लेनोभोको आइडियाप्याड स्लिम 3 i5 13 जेनेरेसनको एच प्रोसेसर 8 GB मा लिनुहुन्छ भने जम्मा 75,000 8 GB र्याममा लिनुहुन्छ भने जम्मा 75,000 यसमा तपाईलाई 16 चाहियो भने 16 पनि अवेलेबल छ 13 जेनेरेसनको एच प्रोसेसर 14 इन्चीको WXGA डिस्प्ले यसैगरी अगाडि बढौँ अब डेल तर्फ र गाइज अब हामीसँग आएको छ यो डेलको इन्स्पिरोन 15 ल्यापटप हैन धेरै जसोको रोजाइ भनेको डेलै हुन्छ प्यारेन्ट्सहरुको पनि रोजाइ डेल हुन्छ त्यसको लागि आएको छ यो डेलको इन्स्पिरोन 15 Ryzen 5 को 7000 सिरिजको प्रोसेसर 8 GB र्याम र 512 GB SSD डेलको भरोसासँग यो ल्यापटप आउनेवाला छ कतिमा पाउनुहुन्छ भन्दाखेरि जम्मा 65,000 गाइस 65,000 मा डेलको 8 GB र्याम Ryzen 5 कतिमा पाउनुभयो जम्मा 65,000 मा यसैगरी हामीसँग अर्को पनि डेलको आएको छ हैन योले चाहिँ खोलेर हेरौँ गाइस र गाइस यो चाहिँ रहेको छ प्यारेन्ट्सहरुको चाहिँ पढ्ने पहिलो ल्यापटप ब्रान्ड यो चाहिँ रहेको छ डेल हैन डेलमा पनि 3 वर्ष वारेन्टी भएको ल्यापटप 3 वर्ष फुल हार्डवेयर वारेन्टी लाइफ टाइम सफ्टवेयर वारेन्टी लाइफ टाइम फ्री सर्भिसिङ भएको यो ल्यापटप कुन ल्यापटप हो भन्दाखेरि i5 को 14 जेनेरेसन 12 हैन 13 हैन 14 जेनेरेसन सँगै तपाईले 8 GB र्याम र 512 GB को Gen 4 SSD कतिमा पाउनुहुन्छ भन्दाखेरि यो 3 वर्ष वारेन्टी भएको i5 को 14 जेनेरेसनको ल्यापटप कतिमा पाउनुहुन्छ जम्मा 86,500 गाइज दिन सक्छ त कसैले सबै ठाउँमा 95 भन्छ गाइज ब्रदर्सले कतिमा ल्यायो भन्दाखेरि जम्मा 86,500 यसैगरी गाइज अगाडि बढौँ अब र गाइज अब चाहिँ हामी गेमिङ सिरिजतिर इन्टर गर्दै छौँ है यो गेमिङ सिरिजमा i5 मा ल्यापटप हो हैन RTX 2050 भएको ल्यापटप तपाईलाई मार्केटमा कति पनि खोज्नुहुन्छ भने 90 भन्दा तले त पाउन इम्पोसिबल हो गाइज 95 सम्म पाउनुहुन्छ तर हामीसँग यो हैन यो ल्यापटप भनेको मार्केटमा कतै छैन ब्रदर्स कम्प्युटरमा यो एसआर को एस्पायर 5 i5 को 12 जेनेरेसन र RTX 2050 को 4 GB डेडिकेटेड ग्राफिक कार्ड 16 GB र्याम 512 GB SSD कतिमा पाउनुहुन्छ भन्दाखेरि जम्मा 86,000 मा RTX 2050 को 4 GB ग्राफिक कार्ड 16 GB DDR5 र्याम 16 GB DDR5 र्याम i5 को 12 जेनेरेसन कतिमा पाउनुहुन्छ जम्मा 86,000 गाइज मार्केटमा कहीं नभएको जम्मा ब्राउजरमा अवेलेबल छ हैन चाहिए छ भने आजै कन्ट्याक्ट गर्नुस् यो भनेको एक दुई केस मात्र छ जो फर्स्टमा आउनुहुन्छ लिएर जानुहुन्छ हट सेलिङ केको गाइज यो त यसैगरी अगाडि बढौँ हैन अब एचपी को भिक्टस तर्फ अब गाइज यो गेमिङ ल्यापटपहरु हैन सबै खोलेर देखाउन त पक्कै पनि मिल्दैन तै पनि म तपाईलाई यो भिक्टस चाहिँ खोलेर देखाइदिइहाल्छु हैन यो चाहिँ रहेको छ एचपी को भिक्टस अन्डर 1 लाख मा हैन यो वन अफ द बेस्ट ल्यापटप हो अहिले किनभने तपाईले यसमा i5 13 जेनेरेसनको एच सिरिजको प्रोसेसर पाउनु भयो यो भनेको तपाईले 8 कोरको प्रोसेसर सँगै तपाईले RTX 3050 को 6 GB ग्राफिक कार्ड कतिमा पाउनु भयो जम्मा भन्दाखेरि जम्मा 98,500 RTX 3050 को कम्बिनेसन विथ i5 को 13 जेनेरेसन एच प्रोसेसर कतिमा पाउनुहुन्छ जम्मा 98,500 यसैगरी अब एलओक्यू बढौँ अब एलओक्यू गाइज खोलेर त हेराउन मिलेन हैन तपाईहरु धेरैलाई चाहिँ सिल प्याकेज चाहिन्छ भनेर हामी खोलेर देखाएनौं यो भनेको एलओक्यू तपाईलाई i5 मा हैन 13 जेनेरेसन RTX 5050 कतिमा पाउनुहुन्छ भन्दाखेरि जम्मा 1,28,000 1,28,000 मा 12,512 1,28,000 मा RTX 5050 भएको i5 13 जेनेरेसन अब तपाईलाई यदि सेम ल्यापटपमा Ryzen 5 चाहिएको छ भने एलओक्यू मा Ryzen 5 RTX 4050 Ryzen 5 RTX 4050 कतिमा पाउनुहुन्छ भन्दाखेरि जम्मा 1,12,000 यसैगरी हामीसँग यो ल्यापटपमा i7 पनि अवेलेबल छ तपाईलाई एलओक्यू को जुनसुकै चाहिएको छ भने हामीलाई कन्ट्याक्ट गर्नुस् हामीसँग सब अवेलेबल छ गाइस हुन त हामीसँग नाइट्रो सिरिज पनि अवेलेबल छ हैन र अभियसली पनि सबै खोलेर देखाउन भ्याएन हैन तर तपाईले यदि कुनै ल्यापटप चाहिएको छ भने ब्रदर्सलाई सिधै कन्ट्याक्ट गर्नुस् अब तपाईहरुले हामीले मेसेज गर्नुहुन्छ र यदि हामी मेसेज रिप्लाई गर्न भ्याएनौ भने त्यसको लागि चाहिँ त नदुखाउनुस् सिधै ब्रदर्स कम्प्युटरमा आउनुस् हैन र मार्केटको बेस्ट डिलर जानुस् तपाई पुरै मार्केट घुमेर आउनुस् हैन मार्केट पुरै चक्कर लगाएर आउनुस् ब्रदर्स कम्प्युटरमा आउनुस् र मार्केटको वान अफ द बेस्ट त हैन गाइस बेस्टै भनौं न मार्केटको बेस्ट डिलर लगिहाल्नुस् गाइस तपाईहरुले धेरैले हैन गिफ्टमा के पाउँछ भनेर सोध्नुहुन्छ ब्याग माउस प्याड कीगार्ड त गाइस स्वाभाविक हो सबले दिन्छ हामीले दिन्छौं स्योर सर्ट हो त्यो त एक्स्ट्रा के पाउनुहुन्छ यो न्यू इयरको अफरमा 27 तारिख देखि लिएर 1 तारिख सम्म हैन 27 देखि लिएर 1 तारिख सम्ममा आउने हाम्रो एभ्री डे को फर्स्ट कस्टमरले चाहिँ हैन एभ्री डे को फर्स्ट कस्टमरले यो ह्याबिट को हेडफोन पाउनु छ यो 2200 पर्ने ह्याबिट को हेडफोन पाउनु हुनेछ अब तपाईलाई हेडफोन चाहिएन भने स्पिकर लान सक्नुहुन्छ स्पिकर चाहिएन भने माउस लान सक्नुहुन्छ अब यो तपाईको इच्छा हैन गिफ्ट भनेको तपाईले छानी लान सक्नुहुन्छ ब्रदर्सकोमा त्यो पनि एट द बेस्ट प्राइस यो हैन कि गिफ्ट दिएर तपाईलाई 5000 प्राइस पत्ता बढाइदिने भनेर प्राइस भनेको मार्केटको बेस्ट गिफ्ट भनेको मार्केटको बेस्ट सर्भिसको लागि सम्झिनुस् ब्रदर्स कम्युनिटी सप्लायर्स लगाइज र गाइस तपाईले यो हेडफोन गिफ्टमा पाउनको लागि हैन हाम्रो टिकटक फेसबुक इन्स्टा पेजलाई फलो गरेको हुनु पर्यो गाइस त्यो चाहिँ कम्पल्सरी हो हैन र तपाईले गिफ्टै पाउनको लागि हैन हामीसँग ल्यापटपै किन्नु पर्ने छ भन्ने छैन हामीले गिभअवे पनि गरिरहेका हुन्छौं हैन हामीले त यो जनवरीमा एकदमै स्पेशल गिभअवे गर्नेवाला छौं सो तपाईको नजरमा यो भिडियो परेको छ भने हाम्रो टिकटक पेजलाई इन्स्टा पेजलाई फेसबुक पेजलाई आजै फलो गरिहाल्नुस् किनभने ब्रदर्स कम्युनिटी गिभअवे पनि एकदम म्यासिभ हुनेवाला छ थ्यांक यू गाइस